ह्याप्पी हनुमान जयन्ती। आज हनुमान जयन्तीको दिन हाम्रो मेघालयबाट हामीहरू कलश यात्राको लागि हामी सबैजना निक्लिँदैछौँ र दिदी बहिनी सबैजनासँग भेट भयो। सबैले पहेँलो साडी लगाएका थियौँ र भन्नुभएको थियो कि नभए रातो नभए पहेँलो चाहिन्छ भनेर। त्यसकै लागि हामीले पहेँलो साडी लाएर हामी निस्क्यौँ। येल्लो कलरको साडी लाएर अहिले हामी सबैजना दिदीबहिनीहरू साथीहरूसँग मिलेर हामी मन्दिर जाँदैछौँ। मन्दिरमा सबैजना हामीलाई पर्खिराख्नु भएको छ होला, किनकि 7 बजे 7:30 बजे भन्नुहुन्थ्यो। 7 त बजिहाल्यो। मन्दिर पुगेपछि हामीलाई कलश दिनुभयो। हामी कलश लिएर हामीहरू जल भर्नतिर लाग्यौँ। जल भर्नको लागि अलिक तलतिर जान पर्थ्यो, पुलिस स्टेसन थाना। अनि सबैजना मिलेर हामीहरू मोबाइल पनि गर्न पर्ने अनि भिडियो गर्दिनँ अब भनेर मैले मोबाइल त अरूतिर राखिदिएर मैले यति नै भिडियो देखाउन सकेँ।